अब इन्जोइङ अहिले यो सक्सेसलाई इन्जोय गरिरहेको छौँ एज अ युनिट लास्ट इयर चाहिँ अब त्यो सक्सेस आएको थिएन सो यु नट इन्जोइङ अहिलेको लागि यु आर इन्जोइङ जति पनि ओभर फाल्नुभयो आज प्लस प्रतीश अनि त्यसपछि सूर्य आई मिन हिज बिन रियली कन्सिस्टेन्ट दिस इयर एन्ड यु नो इट्स इज फर समन लाइक मी जो चाहिँ आफै एउटा अब टिमको लिडर हुनु त्यो चाहिँ एउटा फरक कुरा हो तर एज ए प्लेयर चाहिँ तपाईँको टिमको प्लेयरहरूले चाहिँ त्यसरी पर्फर्मेन्स गरिराख्दा चाहिँ एकदम खुसी लाग्छ र साथै अब स्पिनरहरूले चाहिँ अझै राम्रो गर्दा चाहिँ यस्तो कन्डिसनहरूमा जहाँ चाहिँ बााउन्ड्रीहरू एकदम ठुलो पनि छैन त्यसमा चाहिँ अब जसरी सूर्यलाई जसरी मैले हेरिरहेको छु इट्स बिन डुइङ वेल कन्डिसन नै त्यस्तो म पहिला बोलिङ गरेको भए म सायद 20को 20 ओभर स्पिनरहरूलाई फाल्न लगाउँथेँ होला होइन एक ओभर चाहिँ यताउता कसैले फाल्न सक्थ्यो मेबी म प्रतीशलाई पनि आएर आज स्पिन फाल्नुपर्छ है भन्ने चाहिँ मैले मजाकमा चाहिँ भनिरहेको थिएँ तर यु नो अनिलले चाहिँ एकदम राम्रो ट्याक्टिक्सहरू चाहिँ युज गरेको हो त्यति बेला अब हेयर एन्ड देयर 1-2 ओभरमा त्यत्रो ओभर्समा रनहरू चाहिँ आइहाल्छ जुन चाहिँ हाम्रो बेनिफिट भयो लास्टमा अनि त्यसलाई चाहिँ लेटर अन हामीले चाहिँ एज ए बोलिङ युनिट क्याप्टलाइज गर्यो होइन अब त्यो टर्निङ पोइन्टसम्म चाहिँ अरूको जति योगदान छ त्यहाँसम्म पुर्याइदिनको लागि उहाँहरूलाई पनि नबिर्स्यौँ होइन सबैजना प्लेयरहरू इक्वली इम्पोर्टेन्ट हुन्छ एउटा टिमको सक्सेसमा एउटा टिमको जितमा र जसरी उहाँहरूले चाहिँ सबैले त्यो सेट गरिदिनु भएको छ टोन मेरो लागि सजिलो बनाइदिनु भएको छ बिकज यो टिम गेम हो एकजनाले मात्रै चल्ने होइन सो मेरो लागि चाहिँ जब चाहिँ इजी बनाइदिनु भएको छ र मलाई थाहा छ कि म त्यो मोमेन्टमा गएर अझै थप राम्रो गरिदिन सक्छु जसले टिमको सक्सेस चाहिँ अझै राम्रो छैन हामी क्लिन छौँ एकदम क्लियर छौँ प्लानहरूसँग कसरी जाने जुन चाहिँ अहिले हामीले यहाँ डिस्क्लोज गर्न मिल्दैन नत्र अब एन्टी करप्सन चाहिँ चारैतिर घुमिरहेको हुन्छ होइन तपाईँहरूलाई पनि घेर्ला हामीलाई पनि घेर्ला सो त्यो चाहिँ हाम्रो प्लानिङहरू भइरहेको छ हामी क्लियर छौँ एकदमै प्लानहरूसँग र टिमको कम्बिनेसन पनि राम्रो भइरहेछ अब उहाँ आएपछि त झन् अब हामीलाई एकदम ठुलो आशा छ कि वाट हि ब्रिङ्स टु द टिम हामीले संसारभरिको जति पनि लिगहरू आफ्नो कन्ट्रीको लागि उहाँहरूलाई खेलेको देखेका छौँ एकदम राम्रो गरिराख्नु भएको छ र इट विल डेफिनेटली ब्रिङ समथिङ न्यू टु आई गेस लोड अफ क्रेडिट गोज टु विराटनगर किङ्सको म्यानेजमेन्टलाई किनभने यो वर्ष चाहिँ उहाँहरूले जसरी म चाहिँ आफै दुबईमा थिएँ म त्यहाँ गेमहरू खेलिरहेको थिएँ प्लस जो प्लेयरहरू चाहिँ टिमको बाँकीको स्क्वाडको मेम्बरहरू चाहिँ बाँकीको स्क्वाड चाहिँ मुम्बईमा गएर पनि प्र्याक्टिस गरिरहेको थियो सो सबैजना क्रिकेटको टचमा थियो एकदम पिकमा छ सबैजना इनफ्याक्ट इफ यु सी एभ्रीबडी इज रियली रियली हङ्ग्री टु पर्फर्म टु प्रुभ देयर वर्थ टिममा आएर र त्यसमाथि अब इन्टरनेसनल प्लेयरहरू पनि सबै अब कतै न कतै लिगहरू यताउता सबै खेलिरहनु भएको छ सो इट्स रियली गुड टु सी कि हरेक प्लेयर चाहिँ त्यति नै इगर छ आफूलाई चाहिँ यो टिमलाई माथि लिएर जानको लागि र मैले भने अब मेरो लागि चाहिँ एकदम सजिलो हुन्छ जब यस्तो ग्रुपमा हेर्छु जहाँ चाहिँ सबैजना चाहिँ हङ्गर छ टिमको छ लाइक आई अलरेडी सेड आई मिन यु नो हिज वान अफ दि गुड ब्याटर्स आई सिन यो फर्मेटको लागि अहिलेको लागि र आम स्टिल इन बिलिभ कि उसको चाहिँ अझै बेस्ट पर्फर्मेन्स आउनै बाँकी छ यहाँहरूले सबैले हेर्नै बाँकी छ यो चाहिँ क्रुसियल थियो आजको इनिङ किनभने त्यो इनिङ त्यो सर्कमस्टेन्सेसमा गएर जुन विकेट छ अब धेरैले यो बुझ्नुहुन्न होइन धेरैजनाले यो बुझ्नुहुन्न हामी क्रिकेट हेर्छौँ तर बुझ्नको लागि पनि हेर्नुपर्छ हामी सबैजनाले यो विकेट एकदम डिफिकल्ट थियो र त्यो डिफिकल्ट विकेटमा गएर त्यसरी स्ट्यान्ड गरेर आफूले चाहिँ रिस्क लिएर टिमको स्कोरलाई चाहिँ अगाडि बढाइराख्नु भनेको चाहिँ सानो कुरो चाहिँ होइन तर त्यसलाई चाहिँ त्यो च्यालेन्जलाई दिन्छ उसले अगाडि दिन्छ र अनेस्टली भन्नुपर्दा मलाई चाहिँ त्यस्तो एटिट्युड भएको मान्छेहरू चाहिँ एकदम मनपर्छ त्यो चाहिँ उहाँहरूलाई सोध्नु म चाहिँ अब उहाँहरूसँग गेम थियो हामीले जित्यौँ हामी त्यसमा खुसी छौँ पक्कै पनि अब राम्रो गर्नु होला विश यु अल द बेस्ट जन फुटबल्सलाई अफकोर्स अब एकदम इम्पोर्टेन्ट हुन्छ किनभने बोलिङ चेन्जेसहरू चाहिँ एकदम क्रुसियल हुन्छ र यस्तो विकेट जहाँ चाहिँ फास्ट बोलरलाई हामीले धेरै चाहिँ अरू दिनभन्दा अलि थोरै युज गर्नुपर्ने हुन्छ र फास्ट बोलर युज गरे पनि उहाँहरूको प्लानहरू चाहिँ क्लियर गर्नुपर्छ त्यस्तो बेलामा म अघि नै फेरि म बिलिभै गर्दिनँ कि खालि क्याप्टेनसिपले त्यो हुन्छ प्लेयरले पनि त्यो एक्जिक्युट गर्नुपर्ने हुन्छ प्लेयरले पनि त्यो एक्जिक्युट गरेर टिमको सहजतालाई अगाडि बढाएको छन् सो डिसिजनहरू यस अफकोर्स अब अलिअलि एक्सपिरियन्स छ खेलेको त्यो खेले बापत चाहिँ नेपाल कन्डिसनमा कसरी के गर्न सकिन्छ त्यो चाहिँ अब अगाडि बढिरहेको छ र साथै स्पिनर्सहरूले जसरी भने नि अब मेरो लागि चाहिँ स्ट्यान्डर्ड पर्फर्मेन्स अब विकेट नदिए तापनि नरेन चाहिँ वान अफ दि बेस्ट बोलर्स आजको डेमा पनि म हेर्छु किनभने धेरै प्र्याक्टिस छैन बोलिङको तर पनि आएर आफूले चाहिँ जसरी टिमको सक्सेसको लागि अगाडि बढेर पावर प्ले होस् लेटर आफ्टर पावर प्ले होस् आएर चाहिँ बोलिङ गर्नु भनेको एकदम ठुलो हृदय नै चाहिन्छ त्यसको लागि र भने नि मैले अब त्यो मैले डिसिजन लिने हो तर प्लेयरहरूले एक्जिक्युट गरिदिनु त्यो हाम्रो लागि बेनिफिट हुन्छ एउटा लास्टमा जस्तो अब विश्वकप नजिक हामी आइरहेका छौँ नेपाल प्रिमियर लिगको चाहिँ राम्रो एउटा चाहिँ 25-26 दिन हामी एक ग्राउन्डमा खेलिरहेको छौँ हामीलाई कतिको महत्त्वपूर्ण छ विश्वकपको लागि यो 6 ठाउँ होइन अब त्यसपछि चाहिँ बिचमा एउटा सिरिज पनि हुन्छ अब यो त अब धेरै टाढाको कुरा छ कि विश्वकप आउनै टाढा छ अब यस्तो हो कि अब यो राम्रो पर्फर्मेन्स राम्रो गरिराख्यो भने अफकोर्स नेपाल टिमको लागि एकदम
किनभने कम्पिटिसन एकदम राम्रो भइसकेको छ अब बलरहरूको लागि होस् ब्याटर्सहरूको लागि होस् जसको लागि पनि होस् र यस्तो कम्पिटिसन भइराख्नु भनेको आगामी दिनहरूको लागि चाहिँ तपाईँको एउटा राम्रो सिरिजमा चाहिँ लिएर जानु मिल्छ भन्ने चाहिँ म चाहिँ सोध्छु त्यसमा र यस्तो टुर्नामेन्टहरूबाट हामीले पहिला पनि हेर्छौँ पास्टमा चाहे डोमेस्टिकको पिएम कप होस् चाहे यो एनपिएल होस् जुन पनि लिगहरू पहिला पनि भयो सबैमा हामीले चाहिँ नयाँ नयाँ प्लेयरहरू देखेको छौँ जसले चाहिँ नेपालको राष्ट्रिय टिमलाई चाहिँ रिप्रेजेन्ट गरेर राम्रो पनि गरिराख्नु भएको छ थ्याङ्क होइन म चाहिँ त्यस्तो प्लानमा थिएन म चाहिँ अझै डिप लिएर जान खोजिरहेको बिकज यसो क्रुसियल मोमेन्टमा यदि म चाहिँ 19th or 20th ओभर आएर यदि टिमको सहजता अझै बनाइदिने भने त्यहाँ चाहिँ 3-4 रन मात्रै दिएर 4-5 रन दिएर किनभने बल टर्न भइरहेको थियो त्यस्तोमा चाहिँ अर्को प्लेयरलाई चाहिँ मैले अझै बेसी रन छोडिदिने भयो अब त्यसले चाहिँ सजिलो बनाउँछ टिमको जितको लागि सो उहाँले राम्रो गर्नुभएको छ नो डाउट एक दुई ओभर त यताउता जसको पनि हुन्छ अर्को टिममा पनि कसै न कसैको भएको होला हाम्रोमा पनि हुन्छ यो संसारको नियमै हो सो टपबाट राम्रो चलिरहेको छ विराटमा त्यसले राम्रो टोटल पनि बोर्डमा राखिरहेको छ तर लोवर मिडल अर्डर र लोवर मिडल अर्डर अलिकति वर्ल्ड कप हुन सक्छ कि जस्तो लागिरहेको छ मलाई के छ तपाईँको Bashir was playing in middle order. Shubham was playing in middle order. दुईजनाले नै राम्रो गरेको छ यो कन्डिसनमा आएर सो आई डोन्ट थिङ्क कि हामीलाई खासै त्यो प्रब्लम होला उहाँहरूले चाहिँ आफूले चाहिँ जति एरियामा अझै वर्क गर्न सकिन्छ उहाँहरूले चाहिँ त्यो सबै कुराहरू चाहिँ थाहा छ बिस्तारै अब त्यसमा चाहिँ हामी इम्प्लिमेन्ट गरौँ न गुड पोइन्ट थ्याङ्क यू